भाइ चाहिँ लास्ट फोरी रहेछ। अनि तेरो आँखा त्यसै छ त नि। घर जान लाग्यो अरे होइन, घर चाहिँ हामी चाहिँ घुम्न जान लाग्यो। सो है गाइज हामी चाहिँ सुशीलको गाडीमा चढिसक्यौँ मनोज डिलक्समा। अब हाम्रो यात्रा स्टार्ट हुन्छ होइन। हेलो ओके गाइज मलाई चाहिँ बहुत जाडो भयो किनकि म यस्तो पट्टि लगाएर आएको छ है। यहाँ बाटोमा सो म हजुरहरूलाई देखाउन चाहन्छु होइन। सो गाइज हामी फाइनल्ली है हामी यहाँ कोटेरीमा अवतरण भइसक्यो है। कोटेरी हो यो चाहिँ हाम्रो पछाडिको कोटेरी होटल। सो अब हामी यहाँबाट चाहिँ सर र यतातिरको नारायणीको होइन भ्यूहरू हेर्दै बाहिर जानुपर्ने हुन्छ। ओके गाइज है त हामी अब यही बाटो जाने हो। ओके गाइज मसँग आएको होइन मेरो ऊ चाहिँ छोरी हो अनि ऊ चाहिँ सानो भाइहरू, यिनीहरूले चाहिँ गीत गीताउँछ अरे। सो यिनीहरूको गीत पनि सुनौँ न त होइन, यिनीहरूको हिडन ट्यालेन्ट हो। सो यिनीहरूको ट्यालेन्टलाई म सो गर्न चाहन्छु। ओके ल लेट स्टार्ट। तिमीलाई चाहिँदैन तर आजलाई चाहे हुन देऊ तिम्रै मसँगै आउन मलाई सुनाउन के हुन्छ भनेर तिम्रो मुटुभित्र कहाँ दुख्छ भनेर। बाबा सब अडियन्सहरू इरिटेट हुन्छ फेरि उसको गीत सुनेर। सो राम्रो रहेछ उसको गीत चाहिँ, भाइ ताली बजाइदेऊ। गुड। यो गीत चाहिँ होइन अगाडि गीत आएको थियो नि, त्यो गीत चाहिँ उसलाई अहिले रुगा लाग्यो भएर अलिक स्वर राम्रो नआएको र नत्र यस्तो बबाल होइन, बबाल छ स्वर है, भन्नै पर्दैन। उसको स्वर पुरै कोइलीको जस्तो होइन। त्यही भएर उसले चाहिँ नेक्स्ट टाइम त्यो गीत गीताउँछु भनिरहेको छ। सो म चाहिँ त्यसकै वेटिङमा छु होइन, कहिले उसलाई सन्चो हुन्छ अनि त्यसपछि फेरि होइन त्यो गीत सित आउँछ होइन। त्यही हो है। म यता हाम्रो फुटबल ग्राउन्डमा हो, भाइहरू फुटबल खेल्न लागेको रहेछ। सो म यतातिर आएको छु आज चाहिँ। यिनीहरू कस्तो खेल्छ भनौँ न, कस्तो खेल्दो रहेछ यसो गेम हेरौँ न भाइहरूको। पहिला दाइहरू चाहिँ बबाल खेल्थ्यो अनि हामी पनि बबाल खेल्थ्यौँ। सो है उनीहरू खेलिरहेको छ, म चाहिँ एकछिन हेर्छु। भर्खर यिनीहरू स्टार्टिङमा रहेछ। चरा त्यो है बबाल चरा गयो है। यो चाहिँ साइबेरियादेखि आउँछ भनेको सुन्दै थिएँ है। यो चराहरू यो चाहिँ चिसो महिनामा मात्र आउँछ क्या, प्रायः जस्तो यस्तो गर्मी महिनामा हुन्न गायब हुन्छ। त्यही हो। सो अहिले चाहिँ धेरै भएन आएको मर्निङ वाक गर्न। अब आजभोलि धेरै चिसो हुन्छ नि त, त्यही भएर मर्निङ वाक पनि गर्न आएन है। यतातिर युसुफ पनि आइरहेको छ भ्लग बनाउन केटाहरूसँग। त्यही हो होइन, त्यो युसुफलाई पनि भेट्ने एउटा प्लानिङ हुँदैछ होइन। उसले भनिदिरहेको थियो एक दिन भेट्नुपर्छ भनेर। ओके भेट्नुपर्छ युसुफलाई होइन, यसो रमाइलो गर्नुपर्छ। उसले नि खतरा भ्लगहरू बनाउँदै हिँड्छ क्या युसुफले। मैले अहिलेसम्म भेट्न त भेटेको छैन। सो म छिटै भेट्छु उसलाई चाहिँ। भाइ चाहिँ लास्ट फोरी रहेछ होइन, त्यही भएर केही बोल्दै बोलेन भाइ। लास्ट फोरी भाइ यार। यो भाइ लास्ट फोरी रहेछ। यो दाइ हो सिँगाने भाइ हो यो। भाइहरूको चाहिँ आज बब्बाल म्याच हुँदैछ। म यहीँ बसेर हेर्छु सब भाइहरूको गेमहरू होइन। ल भाइ पेनाल्टी हान्देऊ। ओ खतरा रोकिदियो उहाँ कसम। सही हो।
फाइनल्ली हामी यहाँबाट निस्केको किनभने भाइहरू अझै होइन जम्मा नभएको रहेछन् क्या धेरै साथीहरू आउने रहेछ सो त्यही भएर ढिलो होला जस्तो लाग्यो अनि म फेरि अरू ठाउँ पनि जानुपर्ने हुन्छ त्यही भएर म चाहिँ यहाँ बसिराख्न सक्दिनँ होइन टाइम वेस्ट गर्न सक्दिनँ अब भोगटे खानुपर्ने हुन्छ फाइनल्ली है हामीले चाहिँ भोगटे है यतातिर सबजनाले खाइराख्नु भएको छ भोगटे यो रिया लास्ट नक्कली छ होइन तर नो प्रब्लम उसले चाहिँ उसको साथीहरूलाई बोलाएको रहेछ त्यस्तो केटा साथीहरू पनि छ तर केटी साथीहरू पनि होइन तर एउटा चाहिँ बोयफ्रेन्ड अरे उसको त्यो नि हेरिहाल्यो नि त उसको बोयफ्रेन्ड अब कस्तो छ हेलो भाइ के छ अनि रिया हजुर कहाँको साथीहरू गोलाघाटको यो चाहिँ सब रियाको साथी हो होइन सब रिया साथी हो नि तिमीहरू हो किन लजाको यो बहिनी त लास्टै लजावती रहेछ है म भन्दा पनि लजावती रहेछ बहिनी प्रब्लम अब हामी चाहिँ यतातिर जानुपर्ने हुन्छ होइन चारजना बहिनी अनि दुईटा बहिनी ओभर खतरा गफ आडी है गफ चाहिँ बब्बाल हान्ने होइन बबाल गफ हान्ने भाइहरू रहेछ है के भनिरहेछ फोटो खिच्न चाहिँ लजायो सो लाज पनि मान्दो रहेछ होइन त्यस्तो गरेर लजाउनु हुन्न किनकि म पनि बबाल लजाउँथेँ पहिला अहिले चाहिँ अविनाश भाइ ओभर लजाउने भाइ त्यो भाइलाई चाहिँ म यही भिडियो मार्फत नलजाउन होइन अनुरोध गरेँ किनकि लजाएर होइन हाम्रो लाइफमा केही हुनेवालै छैन के यहाँ बल्ल बल्ल पाएको लाइफ होइन एकदमै इन्जोय गरेर बाँच्नुपर्छ है त्यही भएर लाइफमा एकचोटि पनि लजाउने होइन है जे कुरा पनि ब्याङबुङ बोलिहाल्ने मतलबै छैन होइन त्यस्तै मान्छे बबाल हुन्छ चाहिँ होइन ओ माई ग्यास मुभमेन्ट हो यहाँ चाहिँ है ओभरै खस्न लागेको छ है तर यहाँ यतातिर पनि धेरै चमुक नपरौँ यता खस्यो भने मोबाइल गायब हुन्छ होइन त्यही भएर जाम धेरै यहाँ चुमुक पर्नुहुन्न खस्न सक्छ सब्सक्राइबरसँग होइन राख्नु हजुर राख्नु अलि दिनुपर्ने अब उसले होइन पैसा दिइसक्यो 50 रुपियाँ तर कस्तो स्याड भएको त होइन नि यो बहिनीलाई पनि भेटियो होइन चटपट खाने घरमा के छ ब्रदर ठिक छ ओके मेरो च्यानल सब्सक्राइब गरिदिनु ल सुमन ब्लग 06 है 06 फाइनल्ली मैले होइन 2टा सब्सक्राइबर बढाइसकेँ होइन मैले सब्सक्राइब गरिदिन्छौ नि होइन सुमन ब्लग 06 है मेरो 205 छ जम्मा है हामीले बदम पनि किनिसक्यो होइन सानो बहिनीले लास्टै बदम खान खोज्यो क्या त्यही भएर यो बुवासँग चाहिँ हामीले बदम किन्यौँ अब यसलाई गएर हामीले उतातिर गएर खाने हो सो यो बहिनी हो कि लास्टै राक्षस होइन खान खोज्छ जे पनि खान खोज्छ बस गोल परेर गोल राउन्ड सेपमा ल छिटो खोइ बसेको बस त खान्नास् अब चाहिँ हामीले यो मिली चुडी बाली चुडी खानुपर्छ होइन अब दिन होइन यत्रो बेर फोटो खिचायो बट मलाई फोटो खिच्न आउँदैन अरे होइन यस्तो खतरा क्यामराम्यानलाई फोटो खिच्न आउँदैन भने सो ब्याड है म सो स्याड पनि छु होइन कस्तो लागिरहेछ होइन कस्तो लास्ट दुःख लाग्दो रहेछ कि तर मलाई एकचोटि राखेर निने देखेर फोटो खिच्न मलाई यति लाग्यो कि होइन 15-20वटा जति मैले फोटो खिचिदिएँ क्या अनि फाइनल्ली राम्रो छैन भन्दाखेरि त अलिक अभियसली होइन नराम्रो फिल हुँदो रहेछ सो यिनीहरू मान्छे नराम्रो छ अनि मलाई फोटो नराम्रो भन्छ क्या खिच्दैन राम्रो भन्छ अनि आफू नराम्रो हुन्छ अनि आफू राम्रो छ कोन्साको राम्रो छ नि यिनीहरू होइन अनि मलाई होइन त्यस्तै मलाई रे के मलाई दोष आफ्नो अनुहार ठिक छैन अनि मलाई दोष दिएर हुन्छ सो तिमीहरूले चाहिँ एकदम सोच्नु पर्यो है तिमीहरूले सोच्नु पर्यो आउँदैन फोटो खिच्न अनि तेरो आँखा त्यसै छ त नि हुन्छ स्विट आफै मान्छे स्विट छ अझ अरूलाई स्विट
होइन प्रिया अनि अरे यार होइन 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 यिनीहरू है ठिक छ अब जस्तो भए पनि मैले यिनीहरूको फोटो खिचिहालेँ लास्टमा राम्रो छैन भने अलिकति चित्त दुख्यो अब म यिनीहरूको फोटो कहिले पनि खिच्दिनँ लाइफमा होइन सो गाइज अब चाहिँ म घर जान लाग्यो फाइनल्ली म चाहिँ घर आएँ होइन अब घर आएपछि होइन यो भिडियोलाई यतातिर व्यवस्था गर्नुपर्ने हुन्छ सो थ्याङ्क्स फर वाचिङ गाइज अनि किप लभिङ किप सपोर्टिङ है सबैले ब्लगमा कमेन्ट गरिदिनु होला के कस्तो भइरहेको छ होइन केही कमी कमजोरी भइरहेको छ सबले कमेन्ट गरिदिनु होला सो मलाई पनि होइन सुधार्नलाई एकदमै हेल्प हुनेछ है ओके गाइज त्यति भन्दै बाई बाई